A few moments later. नमस्ते नमस्ते म सुर्खेतको सुमन खत्री अहिले हाल दुबईमा आसमानमा छु यता अहिले ड्युटी सकेर अब हामी रुमतिर फर्किने क्रममा चाहिँ हामी आएको छौँ गाडी चाहिँ अगाडि दिन आउँछ र अहिले हामी फोटो खिच्ने भनेर अलिकति यो हिँड्ने क्रममा आज मोड चलेर यसो मोबाइल झिकेर यो यसो भिडियो गराउँदै हिँडेको थिएँ सानो कोसिस गर्न मन लाग्यो र कोसिसमा पनि अब इन्डियाको आसामको साथी हुनुहुन्छ उहाँ चाहिँ एकदम के भन्ने अब उहाँ चाहिँ एकदम अब स्पष्ट नेपाली बोल्नुहुन्छ म त नेपाली नै सोचिरहेको थिएँ उहाँ त आसाम बोल्नु रहेछ इन्डिया आधार कार्ड सबै चिज इन्डियाको त्यसमा उहाँसँग नाइस टु मिट यु भएको छ ठिकै छ अनि हजुरको इन्डिया कहाँ अरे हजुरको घर आसाम हल्का के ल्याङ्ग्वेज के दिनु मिल्छ हल्का नै मान्छे एकदम रमाइलो हुनुहुन्छ उहाँ पनि जस काम गर्ने क्रममा काम गर्दा अलिकति दुईजना सबै साथ पाएर अनि होइन पहिलो भिडियो अब होइन के छ कस्तो छ अब नमस्कार यस्तो गर्छन् के चाहिँ होइन नमस्कार वेलकम माई युट्युब भिडियो आजको दिनमा यस्तो यस्तो होइन अब यो यस्तै भन्छन् हामी अब जस्तो हुन्छ त्यस्तै अलिकति गराएर हालिदिउँ ल कोसिस जस एकदम यो रमणीय ठाउँ अब यो होटल त अहिले बन्द छ यो होटल यो त पारी यतादेखि जानुपर्छ धेरै टाढा छ पारी हामी आएको त्यतै बाटो हो ब्लुज कफी खलिफा अगाडिको त्यो एच होटलमा हामी चाहिँ अहिले कार्किया छौँ र त्यतादेखि अहिले यता घुमदिम भनेर आएको घुमदिम भन्दा पनि जाने बाटो पर्दाखेरिमा चाहिँ अब यसो हाम्रो रमाइलो छ वातावरण अब हामी जाँदैछौँ अब 4 बजेको छ दिउँसोको होइन अलिकति फेस बिग्रेको जस्तो कस्तो कस्तो भइरहेको छ गएर नुहाइदिए पनि गर्नुपर्छ र एकचोटि यसैमा चाहिँ तपाईँले एउटा भिडियो गराउँदा म त कालो मान्छे झन् हैरान भइसक्यो मेरो गराउनुहुन्छ एकछिनमा मैले बनाइदिनु पर्ने होला एकछिनमा म तपाईँलाई भिडियो देखाएँ है अहिले राखेको एकछिन थोरै बिजी भए जस्तो भएको छ क्यामेराम्यान भएको अवस्था 1.5 घन्टा भयो केही पहुँच गाह्रो छ राम्रो आएको छ साह्रो ह्यान्डसम भयो तपाईँ नहीं यत्तिकै ह्यान्डसम तपाईँलाई के चाहिँ हो आफै क्रेडिट कसले दिन चाहनुहुन्छ घर मम्मी बाबालाई कि आफूले अलिकति मेहनत गरेर यस्तो भएको एकछिन हालिदिनु न हामी धेरै टाढा छौँ यस्तो छ यहाँको ताप आइरहेछ सिप पछि आइरहेछ फोटो खिचेको यसको भिडियो गराएको अनि के चाहिँ भिडियोमा सेटिस्फाई हुनुभयो त हल्का मात्रै अब फर्किने समय पनि भयो हाँसियो मजा पनि आयो अब एकैचोटि अब भिडियो हाल्छु अब पछि कुनै दिन मौका मिलेछ भनेपछि यो भिडियो गराएर फेरि हामी हाल्छौँ होइन यो चाहिँ यही समुद्रमा यति नै घुराएर गर्छ नि यसले चढ्ने मात्रै यसले समुद्र घुरायो छुट्टीको बेलामा आएर चाहिँ हामी चढ्नु पर्ला यसको अस्ति सोधेको 250 भन्दै थियो हामीलाई घटाउन पनि सक्छ यसले अब
पठाउनु त त्यस्तै हो यहाँ त अब 250सम्म चाहिँ तपाईँहरूलाई भन्दै थियो हाम्रो होटलको स्टाफहरूले गर्दा चिनेकोले गर्दा अब हेरौँ के कति हुन्छ आखिर बस्दाखेरि भित्र फेरि त्यो खानेकुराहरू पनि दिन्छु भन्दै थियो तर के हो वास्तविकता अलिकति बुझिया छैन यसको अब यस्तो फेरि बुकिङ गर्दा रहेछ क्या पार्टीहरू बर्थडे पार्टी केही त्यस्तो परेको खण्डमा गेस्टहरू उनीहरूले चाहिँ एकदम भिआइपी पाराले गर्छ अब हामीहरू चाहिँ मिसिने हो र ठिकै छ यस्तो कुराहरू गर्दै गरौँ ल यहाँको के छ अपडेटहरू दुबईको यताउता होइन अब बमबाहरू पनि रोकेको छ ट्रम्पले आज थपेको छ दिनहरू के कस्तो हुन्छ अपडेट हामी गरिरहेको छौँ सकेसम्म भ्याएसम्म र समयले साथ दिएसम्म यहाँको यस्तै छ अलिकति माहौल यस्तै छ ड्युटी आएर सकेको घुम्यो नत्र त्यस्तै महिनाको 2 दिन छुट्टीमा सुत्ने कि भिडियो गराउने कि घुम्ने कि कहाँ जाने अलिकति भ्याइँदैन कि बनाएको बिजी छ नि त हामी एकदम धेरै बिजी भएको कारणले अब यस्तै हिँड्दा भिडियो गरायौँ पनि गरायौँ घुम्न त राम्रै पाएको छु गाडीमा त्यस्तै हस् त बाई गुड बाई अहिलेको लागि यो भिडियोको लागि र यो भिडियोमा चाहिँ अब यो यतिकै मजाक तरिकाले हालेको छु अर्कोचोटि चाहिँ यो राम्रो के छ कस्तो छ सल्लाह सुझाव अनुसारले सल्लाह दिने तरिकाले र अपडेटहरू के हुने तरिकाले चाहिँ प्रस्तुत हुने बाचा नै अब आउने दिनमा चाहिँ अब यस्तै के कस्तो छ अपडेटहरू भन्छु भन्ने प्रतिबद्धताका साथ लगभग बाँचैका साथ अर्को भिडियो हाले पनि यताको दुवैतिरको राम्रो अपडेटवाला हाल्छु है यस्तै छ अब निस्किनुपर्छ फरारी आइसकेको छ पछाडि बाई अँध्यारो पनि हुनु लाग्यो अँध्यारो त भएको छ नि त